फेरि पनि मैले नयाँ काउलीको रेसिपी लिएर आएको छु। काउलीको छोइला। जहिले पनि काउलीलाई जान्यो भने नयाँ नयाँ भेराइटी मासुभन्दा पनि धेरै भेराइटीहरू बनाउन सकिन्छ। त्यही कारणले मैले आज हेर्नु त काउलीको छोइला स्पाइसी ड्रिङ्कसँग खाँदा पनि हुने टट्ट पिरो के हेर्नु त। मैले काउलीलाई काट्न गइरहेको छु। अब काउलीको हेर्नु त सानो सानो पिस गर्ने। सानो सानो पिस गरिसकेपछि हजुरले अब कति खाने इच्छा छ भने मैले तातो पानी यहाँ लगाएँ अनि बोइल गरेँ। बोइल गरेर छानिहालेँ। छानिसकेपछि तातो तेल मजाको तातिएको 200 को टेम्परेचरमा मजाले कलर आउने गरेर चलाएर आएको छु। हेर्नुहोस् यस्तो गोल्डन कलर आयो। गोल्डन कलर आएपछि मैले पाकेको नेपाली टमाटर 3 दाना हालिदिएँ तातो तेलमा च्वाँ पड्किने गरेर। अनि मजाले यो फ्राई भयो। फ्राई भएपछि मैले अदुवा लसुन हालेँ। अदुवा लसुन हालेँ, लसुनको पात हालेँ, धनियाँ हालेँ। अनि मैले चिल्ली फ्लेक्स हालेँ, जिरा पाउडर हालेँ, धनियाँ पाउडर हालेँ, नुन हालेँ, अनि मसला हालेँ, टिमुर पनि हालेँ, त्यो अघि फ्राई गरेको टमाटर हालेँ। अनि त्यसलाई मजाले मोलिसकेपछि हेर्नु हट सस पनि हालेँ। अनि मोल्दाखेरिको कलर हेर्नु त कति राम्रो खाउँ पिरो अमिलो मुखै पड्किने गरेर मुखमा हेर्नु त पानी रसाउने गरेर कस्तो पेस्ट बन्यो। हालिसकेपछि मैले अघि त्यो गोल्डन भएको फ्राई गरेको काउली हालेँ। काउली हालिसकेँ त्यसलाई मैले 15-20 सेकेन्डसम्म मजाले मोलेँ भित्र रस छिरन्जीसम्म। अनि काउली हेर्नु त कति मजाको निस्क्यो। तपाईँको भेज खाने साथी छ भने चिन्ता गर्नु पर्दैन नि त मजाले स्पाइसी बनाउने। अनि मैले प्लेटिङ गरेँ। प्लेटिङ गरिसकेपछि अब प्लेटमा त सजाएँ। अब छोइला खाँदाखेरि ड्रिङ्क चाहियो। अब ड्रिङ्क नखाने मान्छेले चिउरा राखिदिनु पर्यो। अनि सबैजना साथी फ्यामिली बोलाउने अनि मजाले काउली बनाएर त्यो मासु नै पर्दैन। ड्रिङ्क त मजाले जान्छ हजुर। नमस्कार, मलाई फलो गर्नु।